हेलो नमस्ते सेवारो सबैजनालाई। आज चाहिँ हामी पचेवाली गाइज हामी चाहिँ आज फालेलुङसम्मको हाम्रो यात्रा हाम्रो यो पञ्चमीमाथि घुर्बिसेको यो सल्लाह गाडीबाट अब सुरु हुन्छ। यहाँ हाम्रो भेना भतिज सुरज भतिज प्रजल बो त्यो है नभनौँ यो पनि त्यही हो विशाल भतिज बुढो यो दुङदुङे यिनीहरू सबै दुङदुङे। यता चाहिँ मेरो मालदै ऊ चाहिँ होइन ल हामी चाहिँ फालेलुङसम्मको यात्रा छ। हाम्रो यात्रा सुखमय होस् सेफली होस्। सबैजना सेफली राइड गर्ने केटा। ओके ओके बस। आरुस हेलो गाइस अहिले चाहिँ हामी कहाँ आइपुग्यौँ? के खोला अरे? हेवा खोला होइन फेमे खोला आइपुग्यौँ। यो त उको होइन के भन्छ के गरेको अब यहाँ बच्छ गीत पावर ब्याङ्क हो। अब चाहिँ हामी हाम्रो मालदा आइपुग्नु भएको छैन। फिदिङ बजार पसेको आएन बुढो पर्खिरहेको छु। राजु अङ्कललाई अब पर्खिनु पर्छ यहाँ छैन। अब राजुलाई पर्खेर हामी मालदाईलाई पर्खेर हामी यहाँदेखि फेरि लाग्छौँ। यस्तै छ। हामी कति 2-3 बजी चाहिँ पुग्छौँ माथि। खै 2-3 बजी लगभग पुगिन्छ होला। अनि 2-3 बजी घुमेर फेरि भोलिपल्ट बिहानै हामी चाहिँ घर फर्किन्छौँ। यसको बाउले भनिहालेछस् केटा बिस्तारी लैजा है केटाहरूलाई स्पिड कुदाउनु नदे भन्दै थियो है यसको बाउले। अन्त हाम्रो मदन यो चाहिँ कति कालो हो जहाँ म चाहिँ हिँड्छ मौसोलाई यहाँ म ठिक छु कडा सबैभन्दा यहाँले कालो बनाएको ल अब हामी यहाँबाट पनि लाग्छौँ। त्यसपछि अनि फेरि हामी माथि भिडियोहरू बनाउँदै हामी यो चाहिँ फेमे खोला अहिले पैसा लाग्छ नि केटा। मदन त नि हल्लिँदैन एकचोटि अर्को ल जानु सेल्फी चाहिँ राम्रो रहेछ। सेल्फी म नै आउँछु नि खोयो भिडियो गर्छु क्या यहाँ सेल्फी खिच्छु के खोइ म भिडियो गर्दा गाडी भयो। यो कहाँ हामी यो के अरे 4 रात आइपुग्यो थाहा छैन। गाडी हिट भयो यहाँ। गाडी निकै हिट भएपछि मैले यहाँ बिसाउने प्रयत्न गरेँ। गाडी तात्यो त हो धेरै। कसरी हावा कम छ हावा कम हुन्छ लुभन त ठिकै छ अफरोडमा त यस्तो अलिक त अलिकति त कपी छ नि थोरै लाउनुपर्छ। केले लाउने? हावा टाइट भयो भने हुन्छ क्या मुखले होइन माथि कम छ साइल अफरोडमा यो ठिक छ क्या? अफरोडमा त ठिकै हुन्छ। कसरी कम हुन्छ यो यहाँबाट देखिन्छ नि त। हाम्रो ग्याङ चाहिँ अहिले भैँसे नि भएन भैँसे आइपुगेर एकछिन गाडीहरूलाई रेस्ट गर्दैछौँ। यहाँ मेरो गाडी चाहिँ ताततिर होइन पुरै एकचोटि चिसो पानीले हानिदिएको लास्टै कुलर गरायो। ठिक छ अब कुद्छ यो चाहिँ हाम्रो भैँसे। जानकारी तथा अनुरोध यो चाहिँ तपाईहरुले मजाले हेर्नु होला। एकछिन रोकिदिन्छु। यो चाहिँ यहाँ माथिको नियमहरु होला सायद।
अनि जानकारी पनि यो तपाईहरुले पढ्नु होला। बाटो एकदमै ठाउँ हाइरहेछ, गाडी पनि तान्दैन, गाडी पनि कुद्दैन। केटाहरू आउँदैछ, पर अगाडि लैजा, यो मजाले कुद्दो अगाडि अगाडि जा। अब अझै एउटा अर्को आउँदैछ हाम्रो राँगा गाडी। केटाहरूले ढुट्यायो बाउको गाडी। उडा केटा उडा, बाउको सम्पत्ति हो, उडा। अब अर्को कहाँ छ अर्को। हिँड्दा 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 हामी चाहिँ अहिले जलजली पोखरीमा आइपुग्यौँ। यो चाहिँ जलजली पोखरी धेरै शक्तिशाली छ भन्ने पहिला पहिला जलजली पोखरी यो चाहिँ हामीलाई पुग्न अझै 20-25 मिनट जति लाग्छ। अनि 3 बजिसकेको छ यहीँ, धेरै नै म खिच्दिनँ। अब हामी चाहिँ स्वर्गको टुप्पामा पुग्न ल त्यो हो हामी पुग्ने जानुपर्ने चाहिँ हो यहाँनिर हो। हाम्रो होमस्टे पनि सायद यही होला, सायद हाम्रो होमस्टे पनि यो हुनसक्छ। बजारै छैन हौ त्यहाँ। सन्दकपुर गइन्छ कस्तो थियो चिप्लिन्छ कहाँ चिप्लिन्छ यस्तो कसम भनेको मेरो चुतिया बाइकले धोका दियो। पुग्ने बेलामा पुग्ने बेलामा क्लच प्लेटै गएछ गाडीको। अब सन्दकपुर पुगेर मिस्त्री छ भने छ, छैन भने ट्र्याक्टर जिन्दाबाद। अनि मेरो त गाँड गुलेती भयो, ठिकै छ। अब यस्तो हुन्छ। उस्तै त्यस्तै बाइक आइ नपुग्ने रहेछ केटा। यस्तो आइरहेछ के त आयो त राँगा हो नि त, थोत्रे राँगो तानेन उसको नि एनएसै हो। क्लच प्लेट सुई गल्यो। अरू यो के भन्छ होइन, होन्डा साइनले पो तान्थ्यो होला है अटो। अलिक नयाँ नयाँ कन्डिसनको नि भाउजूले लिएर आउनु गाडीले दुःख दियो। अब हामी पुग्न आँट्यौँ
पुग्ने बेलामा चाहिँ गाडीको क्लच प्लेट सुई रतन चौरीको बच्चा पुग्नु हिँड्दैछ त्यहाँ ल हेर्नुहोस् यो एकदमै हाई ठाउँको यहाँ चाहिँ नेपालको नक्साकी बिहान आउँछ रे धोका दियो बाइकले नगर चौरीहरू तर्सिन्छ कराउँछ यहाँ चाहिँ नेपालको झन्डा ड्रोनले अघि खिच्नु नि चाहिँ नेपालको झन्डा छ नदेखिँदो रहेछ बिहान देखाउँला यो चाहिँ बिहान ड्रोनबाट हेर्नुहोस् 1800-1900 कति भन्छ नि फालेलुङको झन्डा पोखरी झन्डा जस्तै बनाएको रहेछ तर उल्टो बनायो कि सुल्टो बनाएको नि उल्टो कि सुल्टो हो यो अब लाग्यो डाँडातिर बिजोक भएको छ आज ओटसोट सुकेर कालै चाहिँ आधी बाटो हाम्रो केटाहरू पुगिसकेर हाम्रो होमस्टेमा पुगेर फर्केर दिन आएर बाइकमा आनन्द अगाडि जाँदैछ अहिलेसम्म होइन मचेको चाहिँ तर दुःख भनेको यस्तै हो होइन मोटे हो नि लौडा दर्शु दुःख भनेको यस्तै हो हामी चाहिँ पुग्यौँ अब रङ्गी चङ्गी रहेछ तान्यो ननस्टप भाइ अघि तानेन होला दुईजना ननस्टप आइबस्छ पुग्न अघि विशाल भएर तानेन झन् तपाईँ झन् वेट चढ्दा त कस्तो भयो सेलाएर आएको छ नि त अब के त्यहाँ के सोध्यो बाइकको बारेमा खै गोलेहरूले गरेर सोध्यो हामी त होमस्टेको गएको नि त अझै छ बाँकी के नि त यहाँ त ल ठीक छ ऐसा ही होता है कभी कभी
स्वर्ग यसलाई भनिन्छ स्वर्ग This is called heaven. यस दिस इज कल हेभेन हेभेन हो कि हेल हो ए मलाई चाहिँ हेल भइरहेको छ मेरो गाडी बिग्रेर लौडा लसुन आएर डोडै सबै भयो Juga tadi nak kan? लु जाउँ ओ तानो दे दुईमा लगा एकमा लगा न तानो आयो सोल्टी वाओ मदन क्या अरे ये खिच्दैन राम्रो खिच्दैन दिमाग खराब भएको छ ल बस त छोड त जाउँ त यहाँ अलिक पैसा धेरै दिएर भए पनि चढ्नु न नि दाइ पागल कति घन्टा लाग्दछ घर पुग्ने हामी नन स्टप ड्रोन उडाउन दिन्छ दिँदैन होला नि इन्डियन आर्मी कस्तो लाग्यो त हाम्रो बबाल यता चाहिँ इन्डियन आर्मीहरू पनि रहेछन् म देखाउँ गएर ल्याङ गर्छन् हेर्दैछ खातिर होइन हौ इन्डिया नेपालीमा के गर्ने परिन्छ याक कल याक कहाँ गयो त केटा चौडी कहाँ माथिको माछा चुरोट बोकेर गयो आइजा यताले यता न ओइ भयो राख त नेपाल भन नेपाल भारत नेपाल लु भयो यता चाहिँ इन्डिया पुरै अनि यता चाहिँ हाम्रो नेपाल खै चौ त भारत लेखेको छ मधुरो रहेछ 10 गजा अनि यता नेपाल लेखेको छ उ तल अनि रहेछ अलिक ठुलो केटाहरू Yes, Kaka! Finally we reach here right now! Yes! What have you? वाउ ब्युटिफुल लेक लाग्दो रहेछ यहाँ त यो भनेको चाहिँ नि पर्फेक्ट डेस्टिनेसन हो क्या यस्तो आउनुलाई कसम टोपीले कस्तो साथ काम गरिरहेछ खिच्दैन हाफले हो नि होला उता त भारत हो उता त भारत नाचौँ छैन हौ ब्याट्री अफ बदलाएको छ मेरो अगाडि विजय भाइले यस्तो ओह्रालोमा बाइक झार्दैछ होइन अहिले विजय बिस्तारै उता उकालोमा राख्न तान्छ होला यहाँ त छिटो न यहाँ ब्याट्री थोरै छ एकछिन गो Swing! Wow! Kita राख्नु यही राख्नु यहाँ त जान्छ नि 3 जना ल रोक रोक्छ किन 3 जना नलाने घन्टा यस्तो राख्नु कसरी 3 जना लानु
हिमाल नु रातो हिमाल वाउ वाउ हिमाल म त रातो मेरो बाइक चाहिँ जङ्गलमा के गर्दै होला साला धोकेबाज बाइकलाई मागो रे दामी गर्दैछ त को हो यो एकचुटमा दिइहाल्छ नि तपाईको भ्युअर्सले ल आजलाई मेरो फोनबाट बाई बाई किनभने मेरो ब्याट्री सकियो अनि आज चाहिँ मेरोबाट यति नै अनि भरे अर्को क्यामेराबाट भयो भने त्यहाँबाट बनाउँछु अनि त्यसबाट आउँछ है फालेलुङको यात्राको अनि रमणीय पलहरूको भिडियो रमणीय हैन रमाइलो भन्छ नि रमणीय यो चाहिँ हाम्रो हिमाली लेकको चौरीहरू चौरी याक चौरी यहाँ रहेछ याकको साउन्ड उहु आइया हामी बस्ने थियौँ त्यहाँ देखेको त्यो होमस्टे फालेलुङ गाउँपालिकाले बनाएको रहेछ त्यो चाहिँ आम्बो वाउ कस्तो भाइ एनीसँग छ जान लिएर आउनु कहाँ यहाँ त आउँदिन उकालो लिएर जान्न म अरूहरू लिएर आउँछु विशालले लिएर आइज ल चाहिँ मेरो बुलेट चाहिँ तल छ यो चाहिँ बोर्डरहरू रहेछ छिटो पावर अफ आउनु यहाँ आइज छिटो फास्ट अहिले अफ हुन्छ अलिक तल फोटो कहाँबाट खिच्छ क्यामेरा हो त्यो छेउमा लेख्न ए ल खिच्यो यस्तो गरेको कालो आउँदो रहेछ त्यस्तो छिटो पावर अफ हुन्छ भयो भरे आजको समयमा चाहिँ हिमाल पनि सेतो देख्दो रहेछ हिमाल पनि पुरा सेतो देखिरहेछ कुनै स्वर्गमा छु कि जस्तो लाग्छ यति कसैले जिउँदै स्वर्ग हेर्ने मन छ भने चाहिँ फालेलुङको 4 राते भन्ने ठाउँमा आउनु एकदमै तर यो एनएसहरू 150हरू आइपुग्छ जस्तो लागेन यो एनएस चाहिँ बल्लैले आइपुग्यो अनि बुलेट पनि बल्लैले आइपुग्यो सिङ्गल गर्दै आएको मेरो एनएस चाहिँ तलै बाटोमा क्लच प्लेट गयो अनि त्यसपछि मैले तलै छोडेँ बाध्यता भयो अब आज मेकानिक नआउने र भोलि बिहानै 5 बजी आएर बनाइदिन्छु भनेको छ अब हेरौँ अनि त्यस्तै छ आज चाहिँ दाइको बुलेट ठाकिरहेको छु यो डाँडामा यो चाहिँ मालदाईको बुलेट हो हाँकिरहेको छु यही ल अब चाहिँ पुरै कर्लङ गरिरहेछ चौरी गाईको घन्टीहरू ल म चाहिँ म लागेँ आफ्नो हामी बस्ने ठाउँतिर अब चाहिँ हाम्रो यहाँनिर खाना खाने बेला भएको छ अनि यतिखेर चाहिँ केटाहरू महिला दाजु मेरो भतिज बसिरहेछ अनि भाइ होइन ब्लगमा यो आउँछ भेना अनि साथीहरू खोइ के हो भेना बफे छ भने उठाउँदै खानुपर्छ नि चाहिँ हामी अब खाना खाने बेला भयो हाम्रो खाना आइसकेको छ यहाँ कडा हो थम्स अप के भन्छ थम्स अप सेक थम्स अप हाम्रो खाना आइसक्यो हामी चाहिँ अनि खाँदैछौँ
हाम्रो 12 जनाको ग्रुपमा 1 5 6 7 8 9 खोर्सानी छैन होला है खोर्सानी छ अनि आरुस एक्लै भइस् ल हुन्छ अहिले हुन्छ बस काका आउँछ कान्छा काका आइसक्यो हाम्रो चाहिँ यसरी खाना चिसोमा लास्ट मिठो हुँदो रहेछ हौ खाना पापड चिकन आलु खोइ के हो आयो खायो विशाल दबाएर खा ल यस्तरी भिडियोहरू आउँदै गर्छ म चाहिँ अब खाना खान्छु त्यो भन्दा नि खोर्सानी चाहिँ ल्याइदिनु हामी चाहिँ अब सुत्न लागेको हो हामी चाहिँ जाडो भयो अनि 8:30 भएछ यो लाइनमा चाहिँ सुब्दार खोला भेना यहाँ आउन लुगा खोले सुति होइन म आउँदिन सुते होइन होइन आउँदिन यहाँ पसिहाल्नु सबै आयो अनि अब गुड नाइट सुत लुगा खोले सुति सक्नु अचु त्यो आगो पाल्नु नलौ के थियो ठिकै छ जाडो छैन किन यहाँ अब क्यों यो हाम्रो ग्रुप जति यता आएर पसिहाल्यो क्यों यो साइड अङ्कल उता अर्कोले विशाली सुत्यो उता छ सुत विशाल पसिहाल्छ कहाँनिर यसो दौ ए पस केटा यहाँ पस्न हौ विशाल त्यो ज्याकेट खोल्न पस् ल अब हामी सुत्यौँ अब भोलि बिहान भेट्नेछौँ भोलि बिहान म तपाईँहरूलाई देखाउने छु एकदम सेतो सेतो हिमाल हाम्रो नेपालको स्वर्ग जस्तै ठाउँ हाम्रो फालेलुङ चाराते सबै हेर्नु होला तपाईँहरूले हामीले एकदम रमाइलो बाटोमा आज मेरो घोडाले पनि धोका दियो जङ्गलमा बिचरा बसिरह होला एक्लै छटपटिँदै जाडो पनि भएर होला त्यसलाई ठिकै परोस् हराउनु चाहिँ नहरोस् ढोका जान्डुङ लाउन हो तिनीहरू जाडो भयो ज्याकेट र तिनीहरूको पेन्टहरू खोलेर आयो केटा हो ज्याकेट पेन्ट खोलेर आयो आज चाहिँ गुड नाइट मर्निङ गाइज हामी चाहिँ उठिसक्यौँ एकदम हावा चलिरहेछ सास फेर्न एकदम गाह्रो अब हामी लगभग यहाँदेखि कति बजी जाने भन्थ्यो जाडो नहुने रहेछ नि खै त्यसलाई जाडो हुँदैन छोडे त कस्तो दामी हिमालहरू देखिरहेको छ भर्खर अब देखिन थाल्यो यताउति अब घामको किरण आएपछि चाहिँ हिमालहरू पनि दामी देख्छ लास्ट जाडो छ खै सास थुन्यो विशाल त कक्लिसक्यो त केटा जिन्सको प्यान्ट लाएर आएपछि यस्तो हुन्छ यत्तिको हुनुपर्छ होइन जल्दा बल्दा युवाहरूले देखायो भने यसको क्यामेरा त फेरि खतरा छ त हौ अनि भिडियो बनायो भने किन जस्तो केटा के बनाउँदा केटाहरूको जे छ त्यही बनायो भने किन
जे छ त्यही बनाइदिएको नि मैले यो अन्त धेरै चिसो हुनु पर्यो गाइस कतिको चिसो छ स्वर्गको तातो छ तातो हिजोको वाउ दिस इज अ हेल भन्दै थियो खुसी लाग्यो म त सेतो आए खुसी लाग्यो म पनि सेतो आएछु यार वाउ हैन के छ गर्मी हो गर्मी पानी घरको टुप्पो कुन भन्नु त लु हैन उयो होला हौ त्यही देखि छैला यता छ हुन्छ केटाहरु मैले त्यो परको यस्तो आफ्नो मोडन गर्नु भइरहेको सेतो ब्यागको चिज आछ त्यही पर्छ मेरो त अब मिमिङ भयो के त्यो फोन हरायो 0.6 पल्लो त हैन होला त्यो हैन ओल्ड त्यो कालो कालो के अब त्यो डाँडादेखि चाहिँ हाम्रो गाइजहरुको फोटो खिच्ने क्रम भइरहेको छ अनि यो हामी अहिले म भारतमा छु देख्न सक्नुहुन्छ अहिले म नेपालमा छु म भारतमा छु बस न खोइ त्यो भोट यहाँले ल अब हामी चाहिँ हिँड्नु पर्ने हुन्छ यो चारराते भन्ने ठाउँलाई छोडेर हाम्रो गाडी चाहिँ तल छ अनि त्यहाँ मिस्त्री अघि आइसक्यो होला हामी चाहिँ लाग्यौँ यसरी हामीलाई छोडेर यस्ता गोरुहरू बुलेट त्यहाँ जाँदैछ त बस्दा त्यतिको यो के रुखहरू सबै चट्याङ हानेको रे ठाडो ए मैले उ गरेको तैँले गरेको अरे तैँले कति हल्लाएको छस् क्यामेरा ल हामी चाहिँ अहिले चिज फ्याक्ट्रीमा छौँ है यो चाहिँ फालेलुङको चिज फ्याक्ट्री हो पल्लोपट्टि छ हुन्छ नि हैन हुन्छ ए हुन्छ चिज यसरी बन्दो रहेछ यहाँको चिज चाहिँ यस्तो छ है यो चाहिँ फाल्नु चाराको हुन्छ म त हेरेकै भयो त यो सबै यहाँको चिज हो ओ माय गॉड ल हामी चाहिँ अब चिज चाख्छौँ फेरि पनि हामी झन्डा पोखरीमा आइपुगेका छौँ भ्यू हेर्नु होला यहाँदेखि एकदमै सुन्दर छ यहाँ चाहिँ माथा छ कि छैन नि यहाँ चाहिँ ड्रोन उडाउन पाइएन एकदमै हावा चलिरहेछ त्यही कारणले पनि यहाँ चाहिँ ड्रोन उडाइएन अब धेरै छैन हाम्रो बाइक यहाँ तलतिर हो छिटो आइज हामी हिँड्दै गर्छौँ तपाईहरु हेर्दै गर्नुहोस् लुक एट द भ्यू यहाँ आइज न यहाँ बस त
चारराते फालेलुङ अहिले चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ यो चाररातेको एकदमै सुन्दर नजरिया अनि यहाँबाट देखिने हिमालहरू झनै राम्रो वाउ लुक एट द भ्यू मेरो गोरे साथी चाहिँ कहाँबाट हिँडेर आएको भन्दाखेरि हेर्नु सक्नुहुन्छ तपाईहरुले यो होमस्टे यो चाहिँ फालेलुङ गाउँपालिकाको होमस्टे रहेछ यो कुनै व्यक्तिको हैन यो चाहिँ संस्था के भन्छ पालिकाको रहेछ त्यहाँदेखि हामी हिँड्दै यहाँ आइपुग्यौँ अब त हाम्रो बाइक आइपुग्यो ओह्रालो छ त्यस्तो हामी जान्छौँ सो भैँसे भन्ने चाहिँ कहाँ छ उयो गैरीमा हो के यो ग्राभेल छ नि ब्रिटिसले लाएको अरे ए यो त हैन हौ उताको चाहिँ त्यही म त कन्फ्युज भएँ त्यही होला पाथिबाट बाटो त देखिँदैछ त अनि उकालो दूरबीन भयो ठ्याक्कै देखिन्थ्यो फाइनली हामी हाम्रो बाइक भएको ठाउँमा आइपुग्यौँ मादरचुत बाइक साला कुत्ता यहाँ बसिरहेको छु कति बाजे यस्तो चिसोमा राखेको छु ल वान ट्याप यहाँ आइज नि त यहाँ रेकर्ड गर्नु ल वान ट्याप सेल यसले दुःख दिएको छ हिजो हामीलाई वान ट्याप सेल भएन भने यसलाई भिडबाट हालिदिन्छु ल साथीहरु अब भिडबाट हान्ने कुरा छ यो वान ट्याप सेल हानेन भने अलिकति बल गरे हो गर्दा एकचोटि खेल्न हौ यहाँ भिडियो बनाउँदैछु नि त नि बल लगा हैसे गियर सियर केही छैन लु त्यो फोनले त किन बस्न साथीहरु हाम्रो बाइकको क्लच प्लेट छैन तर ओह्रालोमा अब सर जाँदैछौँ कहाँसम्म जान्छ हाइसे ल यस्तो दामी ठाउँ छ यहीँसम्म त रहेछ फुल छोड्दै यस्तो राम्रो ठाउँ छ फेरि उकालो आयो जानु परिहाल्यो नि होइन हामी चाहिँ अहिले भैँसेमा हाम्रो बाइक बनिसक्यो अहिले कति बजे 9:15 भइसकेको छ अब हामी यहाँबाट चाहिँ लाग्नेछौँ सरर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 
हो होइन। यसरी अब बनिसक्यो हाम्रो चाहिँ। फाइनली हाम्रो गाडी भइसक्यो। अब पुग्छ आयो। अब हामी यहाँ लाग्छौँ। कति बज्यो? 10 बज्नु आँटेछ। राम राम।
ल ठिक छ, हामी बिस्तारै बिस्तारै जान्छौँ। ल अब एकैचोटि घर पुगेपछि मात्रै आउँछ है भिडियो फाइनल लास्ट। घर पुगेर बाई बाई गर्ने हो भिडियोलाई। अहिले चाहिँ यहीँ टुङ्ग्या है। घर आएर पनि अब टिका कालो लाउन थाल्यो। ढिलो भइसकेको छ टिका लाउनु चाहिँ। बियर हुनुपर्ने यो रहेछ। मेरो भिडियो चाहिँ यति नै। बाई बाई।